मान्छे चाहिँ कस्तो प्रकारको हुन्छ भने उहाँले उदाहरण चाहिँ आममा राख्नु भएको छ हैन। हामीले म्याङ्गो, इङ्ग्लिसबाट म्याङ्गो भनिन्छ, त्यसको हिसाबमा भन्नुभएको छ। यहाँ चाहिँ अब मैले अब समेटेर भन्दाखेरि चाहिँ आम चाहिँ कस्तो खालको हुन्छ भने पहिलो चाहिँ बाहिर पनि पाकेको भित्र पनि पाकेको भनेको छ हैन। आम त्यस्तो पनि हुन्छ भनेको छ एउटा। दोस्रो चाहिँ कस्तो हुन्छ भने भित्र पाकेको बाहिर नपाकेको भनेको छ। र तेस्रो कस्तो भनेको छ अनि भित्र नपाकेको बाहिर पाकेको भनेको छ। र लास्टको चाहिँ है दुइटै नपाकेको भन्नुभएको छ, बाहिर पनि नपाकेको भित्र पनि नपाकेको, यस्तो खालको उहाँले उदाहरणहरू दिनुभएको छ। यो मान्छे चाहिँ त्यस्तो प्रकारको हुन्छ भन्नुभएको छ। र यसमध्ये अब मान्छे चाहिँ कस्तो खालको चाहिँ हुनुपर्छ वास्तविकमा भनेको चाहिँ उहाँले चाहिँ भित्र पनि पाकेको बाहिर पनि पाकेको भन्नुभएको छ।